सो हेलो फ्रेन्ड, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज धेरै दिनपछि नयाँ ब्लग आइसकेको छ कि गाइज होइन। अस्ति एउटा मैले ब्लगै बनाइरहेको थिएन। सो झाउ लगाइरहेको थियो कि अब अस्ति बिहेमा गएको थिएँ घर। बिहा बनाऊँ कि भनेको अब झाउ लाएर नबनाएको। अब आज धेरै दिनपछि फेरि ब्लग बनाऊँ भनेर अनि ब्लग बनाउँदैछु के गाइज। आज म यता बेनतिर आएको थिएँ क्या, मस्त के त्यहाँदेखि यो मुस्ताङ जाने बाटो हो के गाइज होइन। दिस इज द वे टु मुस्ताङ। अनि यो भनेको काली गण्डकी खोला हो क्या गाइज होइन। हेर्न सक्नुहुन्छ दामी के मस्त ठाउँ छ, हेर्न सक्नुहुन्छ कि पुरै भिड छ। अनि यहाँ काली गण्डकी बगिरहेको छ। पुरै यो उताबाट आएको क्या, सिधै यो के भन्छ अरे मुस्ताङबाट आएको के यो मुस्ताङमा पर मुस्ताङतिरबाट आएको क्या काली गण्डकी यो होइन। हेर्न सक्नुहुन्छ यहाँ बेनी हुँदै बग्छ के मुस्ताङ। उता काठबेनी हुँदै यो के भन्छ अरे बेनी हुँदै कता कता अब उताबाट त बेनीसम्म थाहा छ, त्यसपछि अब उता कता जान्छ भने थाहा होइन नि त। अब त्यही यो काली गण्डकी। सो अघि मेसिन बनाइरहेको थियो क्या होइन। सो त्यहाँ मेसिन छ होइन, देखेछ कि छैन। सो त्यही मेसिन हो। अनि त्यही मेसिन बनाउन आएको, हिट भइरहेको थियो होइन। मोबिल सबैले हालेर गएको अनि फ्यानमेलतिर परेर रहेछ क्या हो। अनि त्यसपछि त्यही भएर हिट भएर रहेछ क्या मेसिन। अनि आज बिहान हिजो आउन पाएन नि त, अर्को मेसिनमा गएको थिएँ म। अनि आज बिहान आएको अनि पानी सानी चेक गरेँ, पानी थिएन। अनि पानी ल्याएर पानी हालेँ अनि फ्यानमेलतिर पनि क्या पानी सानी हालिदिएर अनि चलाएको। लगभग 2 घन्टा चाहिँ चलिसक्यो, केही पनि भएको छैन। अब यहाँ त अब मेसिन भइसक्यो लगभग। अब त्यसपछि अब यहाँ एकता खाना खाएर जाने हो क्या, त्यही भएर खुद्द बसिरहेको छु। अनि अघिदेखि बसिरहेको थिएँ नि, झाउ लगाइरहेको थियो क्या। यतातिर घुम्न आएको क्या, झुलङ्गे पुल थियो, एक्लै छु। अब भिडियो बनाउनु मिल्दैन, अब भिडियो आफ्नो बनाऊँ भन्ने मिल्दैन। सो त्यही अब भिडियो बनाउँदै बोल्दै भिडियो बनाउँदै भ्लग अब त्यही त हो नि। घुमिरहेको छु यहाँ काली गण्डकी माथि खोला, यो खोलामाथि यो झुलङ्गे पुल छ। सो त्यही घुमिरहेको छु। दिस इज द वे टु। अब उतातिर गयो भने होइन, उता माथितिर गयो भने के गाडी, उता माथितिर गयो भने उता मुस्ताङतिर गइन्छ क्या, जाने बाटो हो क्या त्यो। उता अब जति उता गयो त्यति अब पर मुस्ताङ यो चिसो बढ्दै जान्छ नि त। यता पनि अलिकै आयो होइन। यो ज्याकेट मैले लगाएर आएको थिएँ क्या, बाइक चाहिँ लिएर आएको थिएन। त्यही पनि ज्याकेट लगाएर आएको थिएँ, यता चिसो हुन्छ नि त। सो त्यही हो, मस्तै कति ठुलो ढुङ्गा क्या यहाँ। मोबाइल डर लगाइरहेको यार गाइज यार होइन, झर्छ कि भन्ने डर पनि लगाइरहेको। यति तल छ माई गड है, यत्रो ठुलो ढुङ्गाको माथि के गाइज होइन। ढुङ्गाको माथि कस्तो दामी बनाएको क्या पुल। अनि उहाँ के माथिमा जो एक ठाउँमा गएको थिएँ क्या, त्यहाँ पनि पुरा ढुङ्गाको माथि क्या त्यो पिलर हुन्छ नि त। ढुङ्गाको माथि अब ढुङ्गाको माथि भन्दा नि बिचमा एउटा पिलर बनाउनु पर्छ नि त, बिचमा अब उभिनलाई क्या। अनि त्यो पिलर चाहिँ सिधै क्या ढुङ्गा माथि नै क्या बनाएको, ढुङ्गा माथि पुलै क्या हालिदिएको क्या, दामी देखिएको थियो कि गाइज। सो त्यही यो आजको लागि यति नै। अनि अरू चाहिँ अब नेक्स्ट भ्लगमा है गाइज। सो त्यही यो भिडियोलाई अब मन पराइदिनु होला होइन। यस्तै नयाँ भिडियो अरू पनि लिएर आउने गर्छु। अस्ति एउटा बनाएको थिएन किनभने झाउ लगाइरहेको थियो क्या मलाई। अब भिडियो बनाऊँ त के को बनाऊँ भन्ने, अनि घर जानुपर्ने, अब कता के गर्ने, मलाई अलिकति उस भइरहेको थियो क्या। लाज पनि लाउँछ नि त भिडियो बनाउन। सो त्यही हो कि गाइज होइन, लाज लाएर नि भिडियो नबनाएको। अब भिडभाडमा मलाई अलिकति गाह्रो हुन्छ क्या भिडियो बनाउनु। सधैँ एक्लै छु, त्यही भएर मस्त बोलेर के एक्लै भयो बेला मस्त बोलेर म भिडियो बनाइदिन्छ होइन गाइज, जे पनि होइन। सो अरू अहिलेलाई चाहिँ यति नै हो, अरू चाहिँ नेक्स्ट ब्लगमा आउँछ। सो भिडियो हेरेर चाहिँ मन पराइदिनु होला गाइज होइन, लाइक सब्सक्राइब गरिदिनु होला, मलाई फुल सपोर्ट गर्नु होला। यस्तै म नयाँ भिडियोहरू ल्याउने गर्छु। सो बाइ बाइ गाइज।